श्रीनगर सल्यानको श्रीनगर बजार हेर्दा लाग्छ रहेर राम्रो लाग्यो लगाउनु त लगाउनु के त्यही त खस्छन् है तामाङ खस्छन् मेरो इच्छा एक ओराले त्यो होते आम्न र इल्ला उता खल्छ क्या ल गाइस सल्यानको श्रीनगर बजार हेर्छौ धुलो त के भन्दैन बाबा आयो धुलो बढी सबै अब ल ओ सल्यान गाइस खलङ्ग देखियो त बजार देखियो छ के त्यो बजार यतितिर लाग्छ कि तिनीले उतै हो उठिला समय बस्छ के दिदीको घर नीतू हेलो हेलो फुल देखाइदेऊ छोरी कहाँ आएको छु तिमी साने मन्दिर श्रीनगर बजार कॉलेज होला र यहाँ त पहाडी एरिया पानी खुबै भयो के सल्यान अरे रुकौँ अरे सल्यान ए अङ्कल बाजे मन्दिर बाजे सल्यान सल्यामपुर हो नानी हो सल्यामपुर हो र कहाँ छ र पस्पार अरे यही ठुलो चर श्रीनगर बजार सल्यानको चिसा चल्दा होला यहाँ त दिनभरि चारैतिर जङ्गल छ मुला अरे वो त बारीमा ऊ त बाहिर खेतमा सिधा खेता छन् नि श्रीनगर बजार है हाम्रो सल्यानको सल्यान उद्योग वाणिज्य संघ बाँधकै
अहिले त थाहा छैन एउटा किन भयो त तलमाथि गरेन सिसा खराब हुन्छ नि दाङ रुकुम हेर अब हेर श्रीनगर बजार मस्त बजार रहेछ यार यहाँ रुकुम जाने बाटो सिधा नि गजब ठाउँ रहेछ यार आइए ग्लोबल आइएमई ब्याङ्क रहेछ यहाँ त सब रहेछ नि यहाँ ब्याङ्कहरू रहेछन् नारायणपुर बजारमा त कैयौँ गुणा ठुलो छ यो नारायणपुर बजारमा त कैयौँ ठुलो छ ब्याङ्क रहेछन् होटलिङ रहेछ डिसोमको बिच सब रहेछन् यहाँ त यार होटल रहेछन् ठुलै बजार रहेछ सबै ब्याङ्कहरू पनि रहेछन् यार यहाँ एटिएम रहेछ एनआइसिएसिआर रहेछ शीतलबाटी यहाँ कपडा लत्तीका हामी कहिले नालाई कस्तो होला भन्ने जस्तो हुन्थ्यो रुकुम होलेरी हुँदै जान्छन् के रोल्पा हुनु त होलेरी किन अटो रहेछन् शारदा मेट्रो अस्पताल रहेछ यहाँ डक्टरहरू होला अस्पताल सब ल तर मस्त ठाउँ रहेछ बस्न लाग्दा यार सब चिज रहेछ नि स्कुल कलेज हस्पिटल अटो ग्यारेज मजाले चल्छ खासै त छैनन् क्या 5-6वटा मात्रै देखेँ 5-6वटा मात्रै देखेँ अटो मैले मान्छेलाई चाहिने के स्कुल अनि हस्पिटल ब्याङ्कहरू पसल त्यही भएर मान्छे श्रीनगर दाङ भइरहेको फोटो भइरहेको किन्ने एउटा श्रीनगर बजार सल्यानको श्रीनगर बजार मिठाईको दोकान छन् इन्भेस्टमेन्ट ब्याङ्क छन् सानिमा रिलायन्स छन् रिद्धि सिद्धि ज्वेलर छन् सल्यान सर्जिकल हिमालय ब्याङ्क रहेछ एएमई लाइफ इन्सुरेन्स रहेछ आइएमई लाइफ इन्सुरेन्स रहेछ लक्ष्मीसँग सब ब्याङ्क रहेछ नि यहाँ त आइएमई रहेछ मैले त के बजार होला त्यो झारपात होला भन्ने सोचे मुक्तिनाथ विकास ब्याङ्क रहेछ त्यो कुमारी ब्याङ्क रहेछ सब शाखा सब रहेछ नि यहाँ त ब्याङ्कहरू त कुमारी ब्याङ्क मुक्तिनाथ ब्याङ्क नारायणपुर 3-4वटा ब्याङ्कमा नारायणपुरभन्दा त कैयौँ ठुलो रहेछ माथि डाँडामा क्या यहाँ त्यो भौतिक यसको त्यो पनि राम्रो रहेछ ठक्कसम्म ठाउँमा रहेछ बजार बस्न लायक छ क्या सोरुम रहेछ मोटरसाइकलको त्यो खलङ्गाले माथि टुप्पा त्यो पहाडमा छ त्योसम्म रहेछ क्या माथि देखिया थियो त खलङ्गा बजार कस्तो रहेछ करदाता सेवा कार्यालय श्रीनगर